यो मिटिङ गर्नु परेकोले गर्दाखेरि चाहिँ आज यो बोलाएको कारण चाहिँ के हो र यो कुरो ध्यानमा राख्नुपर्छ होइन। अब अलिक अहिले बाहिर हुनुहुन्छ हिजो मात्रै हाम्रो भाइ अजय एडवर्डद्वारा अब जुन किसिमको आयो समष्टि समितिले चाहिँ एकदमै विरोध गरेको दिनबाट सानो धुरी सभा सानो कोठे सभा पनि उसँग हामीले जहिले पनि हाम्रो प्रोग्रामलाई मुनि नै देखाउनु खोज्दैछ। यस अनि यहाँबाट हामी टेलिफोन हामी त्यहाँ बातचित गर्छौँ र आज चाहिँ खरसाङ ब्रान्चभन्दा कडा निन्दा गरे भाइ खुवाई लामालाई जुन किसिमको गरेको छ त्यो त हामीलाई सब रिपोर्ट छ नि। कति कमिसन प्रत्येक सभासदले पाएको छ। हामी चाहन्छौँ प्रत्येक सभासदको भ्रष्टाचारको अब पश्चिम बङ्गाल सरकारले कलकत्तामा होस् मिदनापुरमा होस् हामी अगाडि बढेको हुनुपर्छ। किन गर्दैन ठ्याक्कै उसलाई उसँग पुलिस पुग्नै सकेको छैन। कसले रोक्दैछ उनीहरूलाई? समष्टिको हाम्रो समष्टि धेरै दिनदेखि अलिकति अचल अवस्थामा थियो। पुरानो जो प्रेसिडेन्टले रिजाइन दिए पश्चात र हाम्रो सचिव महोदय त हुनुहुन्थ्यो र त्यो समष्टि पुरानोलाई विघटन गरेर आज चाहिँ हामीले नयाँ कन्भेनर लङभ्यू पङ्खाबारी अम्बेडकरको निम्ति चाहिँ हाम्रो श्री वीरेन्द्र छेत्री भाइलाई चाहिँ हामीले आज कन्भेनर नियुक्ति गरेको छौँ। भाइलाई चाहिँ आज यो समष्टि पुनः गठन गरिदिने निवेदन गर्दछु र समष्टिको सबै एरियालाई लिएर भाइलाई शुभकामना खला लगाएर एकदम अब राम्रोसँगले समष्टिलाई जग पार्नुपर्छ है। नमस्कार, जय गोर्खा है। आज खरसाङ ब्रान्च स्थित पार्टी कार्यालयमा एउटा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको साङ्गठनिक सभा बस्यो र यसै साङ्गठनिक सभामा आज जिएलडी पार्टीले खरसाङ ब्रान्चले सबै क्षेत्रमा समष्टिलाई एउटा पुनर्गठित गरेर हिँड्ने क्रममा हाम्रो समष्टिमा पनि विगतमा नै कमिटी डिजर्भ भएको कारणले गर्दामा आज फेरि लङभ्यू अम्बटे र पङ्खाबारी समष्टिको आज कन्भेनरको रूपमा मलाई पार्टीले फेरि विश्वास व्यक्त गरेर एउटा जुन कन्भेनर नियुक्ति गरेको छ र यो कमिटी पार्टीको आदेशअनुसार 15 दिनभित्रमा एउटा पूर्णाङ्ग कमिटी बनाउने भनेर उहाँहरूले जो एउटा लिखित रूपमा मलाई दिनुभएको छ ब्रान्च अध्यक्ष निमा लामा र उहाँको टोलीले उहाँहरूलाई पनि यो महत्त्वपूर्ण पद मलाई एउटा विश्वास गरेर दिएको उहाँहरूलाई पनि मेरो आन्तरिक हृदयबाट धन्यवाद र विशेष गरी मेरो पनि अब सम्पूर्ण क्षेत्रमा एउटा सरसल्लाह गरेर छिटोभन्दा छिटो एउटा पूर्णाङ्ग कमिटी बनाउने प्रयास जारी छ र यसको भन्दा पनि विशेष गरी एउटा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो यो मुद्दाको लागि हाम्रो समष्टि त बनिन्छै र म यही भन्छु सबै क्षेत्रमा नै यो समष्टिलाई एउटा मजबुती बनाउनुपर्छ र यसमा के कारणले भन्दा हाम्रो एउटा मुद्दाको लागि नै हामीले एउटा गोर्खा राष्ट्रिय मुक्ति फेरि बौरी उठेको छ र सबै क्षेत्रमा राम्रो हुँदैछ र जे पनि हुँदैछ राम्रो र हाम्रै हुँदैछ भन्ने सन्देश दिँदै मेरो छोटो भनाइ यही समाप्त गर्दछु।